एउटा मैले मिसकन्सेप्ट चाहिँ के पाइरहेको छु भने साथीहरु लट अफ पिपल थिंक दैट कि जति धेरै हामीले पसिना बगाउन सक्यौ त्यति धेरै हाम्रो फ्याट लस हुन्छ वेट लस हुन्छ भन्ने जुन मिसकन्सेप्ट छ त्यो चाहिँ टोटली रङ हो है। फ्याट र स्वेट दिज आर टु डिफरेन्ट थिंग्स इन बडी। तपाईको बडीमा पसिना आउनु भनेको चाहिँ बडी डिहाइड्रेट भएर वाटर लुज गर्नु मात्रै हो। ओके, यदि कोही व्यक्ति फर अ लङ आवरसम्म चाहिँ एकदम वर्कआउट गरिरहेको छ भने इट्स माइट बी इन्डिकेटर फर द गुड वर्कआउट, बट उसले चाहिँ ज्याकेट लगाएर हुडी लगाएर एसीहरू बन्द गरेर पसिना मात्र निकालिरहेको छ भने उसको फ्याट लसमा केही पनि साइड इफेक्ट गर्दैन। जस्ट उसको बडी टेम्परेचर हाई भएर वाटर लिक आउट मात्र गरेको त्यसले कोही पनि फ्याट लसमा मद्दत गर्न सक्दैन। यदि तपाईँ प्रपरली फ्याट लस गर्न चाहनुहुन्छ भने यो प्रपर वर्कआउट प्लस प्रपर डाइट जुन चाहिँ एकदम प्रोटिन बेस्ड हुन्छ है त, त्यसरी गर्नुभयो भने चाहिँ तपाईँको वर्कआउट राम्रो पनि हुन्छ र फ्याट पनि लस हुन्छ। तपाईँ पसिनाको पछाडि चाहिँ कहिले पनि नजानुहोस्। तपाईँ जहिले पनि यो जानुहोस् कि कसरी तपाईँले आफ्नो साथ राम्रो वर्कआउट गर्न सक्नुहुन्छ र राम्रो डाइट गर्न सक्नुहुन्छ। त्यसरी पसिनाको पछाडि जानुहोस्, पसिना बगाएर मात्र चाहिँ वेट र फ्याट लस हुँदैन है त। सी यू नेक्स्ट।